जय नेपाल जय मधेस। सबैभन्दा पहिला स्क्रिनमा जुन फोटो छ त्यसलाई राम्ररीसित हेर्नु। यो फोटो हेरेपछि यो भिडियो जुन स्क्रिनमा चलिरहेको छ त्यसलाई राम्ररी हेर्नु। ई रोड में कथी करा रहल बने अपने? ये रोड में हमर काम बा की रेख देख के काम करवावे के। ई योजना के करा रहल बा? राजकिशोर जी माने राजकिशोर के हो बने? उपभोक्ता समिति के हो? अब वो हमरा मालूम नहीं के बनन के भोक्ता समिति रखलन के अध्यक्ष बा के सदस्य बा हमरा भी मालूम। तो राजकिशोर जी के ना चिन्ही ले अपने? हम चिन्ही ले। तो के कथी करलन उ? माने उ हां राजकिशोर जी राजकिशोर जी एकदम माने रहलन संगे संगे माने केनु से बजट रोजगार तो चलावलन। माने ठेकेदारी के काम करलन? ठेकेदार ना ठेकेदार नहीं खान तो के भरन तो भोक्ता में काम करवालन ठेकेदार माने ठेका लेके। हां ठेका लेके भोक्ता के काम ठेका लेके करेलन भोक्ता वाला काम। हां वो भोक्ता माने ठेका पटा में करेलन। अब बोली अब ई काम कैसन हो रहल बा? काम बढ़िया हो रहल बा। 12 चिपर छर बनाइल बा। एगो एस्टीमेट का बा? कैसन बा एस्टीमेट? उसे भी हमरा मालूम नहीं है। तो अपने कथी कर रहल बानी? एक बार तो हम अपने कह देली कि मैं रेख देख काम कराए वाला आदमी हम बाड़ी। गिट्टी हलाई बा बालू हलाई बा पूरा लेके अपने के बालू गिट्टी बा तो जैसे मन करी वैसन के ढलवा दे। थोड़ा हो रहल बा सर। गिरेलन हलाई बा छर बिछाव हलाई बा 12 चिपर। तो वो माने एस्टीमेट में कथी एस्टीमेट नहीं के पता था काम केंदी करवाए हम अपने। वो हमरा उ नहीं के अपने के कथी बताओ? हां अपने के कथी बताओ? हम तो एक बार कह देली कि सर कि मैं रेख देख काम करवावे के। अपने के हिसाब से काम अच्छा हो रहल बा। जो आरोप लागल वो गलत है एकदम। एकर सूचना बोर्ड कहां बा? अब वो निर्माण योजना भी हमरा नहीं मालूम कहां बा। एकदम काम अच्छा हो रहल बा। नहीं कुछ सब कुछ निम्न कैसे होई तो बता। हां तो एकदम काम दब कहां हो रहल? अपने के मालूम कुछ होइले नहीं के? हां तो सब था रहल लेके के इतने ढलान बा इतना गिट्टी के बालू। बोर्ड कहां बा? बोर्ड नहीं के। 5 लाख से ऊपर के कोनो योजना में सरकार के बोर्ड रखे के पड़ेला। कोनो योजना हो के 5 लाख से ऊपर। तो कहां बा बोर्ड? अपने के 45 लाख के योजना बा। अपने के था बा कितना के योजना बा? वो हमरा मालूम नहीं। तो मालूम होइले नहीं के तो कथी बोर्ड? बोर्ड नहीं के। तो अपने के काम कथी बा? खाली रेख देख काम करावे के। यो फोटो र भिडियो हजुरहरुले हेर्नुभयो। यो फोटो छ सिमरानगर नगरपालिका वार्ड नम्बर 4 गंगानगर टोलदेखि वार्ड नम्बर 3 नायका टोला गाउँसम्म जाने नाहर जुन बाटो छ रहेको छ त्यसमा बाटो ढलान भइरहेको छ। त्यसमा फोटोमा स्पष्ट हजुरहरुले हेर्नुभयो होला। ढलान गर्नुभन्दा पहिला न ग्रेबल गरिएको छ न रोडलाई सरसफाई गरिएको छ न त्यसमा भएको घाँसलाई साफा गरिएको छ। पहिला जस्तै थियो त्यसैमा ढलान स्टार्ट गरिसक्छ। त्यसको गुणस्तरमा त्यसको निर्माण कार्यमा कतिको खेलवाड भएको छ। के जो सरकारी फन्डको काम यस्तै हुनुपर्छ? फन्डवाला काम यस्तै हुनुपर्छ? मेयर साहबको गाउँबाट पूर्व मुख्यमन्त्रीको गाउँसम्म जाने बाटो हो। त्यसको हाल यस्तो हो। त्यसको निर्माणको कार्यमा यतिको त्रुटि भइरहेको छ र अरू गाउँको छोडिदिनु। यो मुख्यमन्त्री र मेयर साहबको गाउँ हो। यो भिडियोमा स्पष्ट हजुरले हेर्नुभयो होला। त्यसमा एउटा मान्छे छ जसले भनिरहेछ आफूलाई कि म यहाँ निर्माणको कार्यलाई हेरचाह गर्दैछु। जसले पत्रकार हुन्छ या स्थानीय हुनुहुन्छ उहाँले हेरचाह गर्ने मान्छेसँग सोध्दा कि यो रोड कसले बनवाइरहेको छ उहाँसँग सोध्दा उहाँले भन्नुभएको छ यो राजकिशोरजीले बनवाइरहेको छ। राजकिशोरजी को हुनुहुन्छ उहाँसँग सोध्दा उहाँले भन्नुभएको छ मलाई थाहा छैन। त उहाँले सोधिरहेको छ राजकिशोरले को हुनुहुन्छ तपाईँले थाहा छैन? थाहा छ। तर उहाँले स्थानीय या पत्रकार जो हुनुहुन्छ उहाँले सोध्दा कि राजकिशोरजी उपभोक्ता समितिको अध्यक्ष हो कि ठेकेदार हुनुहुन्छ? फेरि उहाँले भन्नुहुन्छ मलाई थाहा छैन। फेरि त्यस उहाँसँग सोध्दा हेरचाह गर्ने मान्छेसँग सोध्दा कि यो निर्माणको कार्यको एस्टिमेट कसरी हो? त्यसको योजना कहाँबाट आएको छ? यो कतिको योजना हो? कतिको ढलान गर्ने? कति दूरीमा छड बाँध्ने? कतिको ढलानको मिक्सर बनाउने? उहाँ भन्नुहुन्छ मलाई थाहा छैन। तपाईले थाहा छैन भने उहाँ त्यहाँ के गर्नुभयो? हेरचाह के थाहै छैन त्यस काममा के हुन्छ, कतिको लाग्छ, कतिको मटेरियल लाग्छ, कतिको गिटी बालु लाग्छ, कतिको छड लाग्छ,
केही नथाहा भई हेरचाह के गर्ने? यो हो कामको श्रीमंगगढ नगरपालिकाको कामको पूर्व मुख्यमन्त्रीको गाउँको बाटो, मेयरको गाउँको बाटोको हाल। गुणस्तरतामा खेलवाड के भन्ने म यतिको खेलवाड हुन भइरहेको छ, त्यसको बनावटमा यतिको खेलवाड बन्ने छ, त्यसको बनावटमा यतिको कमजोरी भइरहेको। र म त्यहाँको वार्ड अध्यक्ष, वार्ड नम्बर 3 र 4 को वार्ड अध्यक्षसँग पनि सोध्न चाहन्छु, हजुरहरू के गर्दै हिँड्नुहुन्छ? हजुरहरूको काम के हो? तपाईँको वाडामा रोडको बाटोको ढलान भइरहेको छ, त्यसमा गुणस्तरीय कामको कुनै न कुनै अतो-पतो छैन। व्यतिथिक ढङ्गले ढलान भइरहेको छ, जताभाउ जसरी मनमा आएको त्यसरी ढलान भइरहेको छ। हजुरहरू के गर्नुहुन्छ? वार्ड अध्यक्षको पनि जिम्मेवारी हो आफ्नो वार्डको जहाँ पनि काम निर्माण कार्य हो, जिम्मेवारी कार्य हो, त्यस कामलाई हेर्ने। और यहाँ वार्ड अध्यक्षहरू पनि आफ्नो काम गर्न सफल भएको छैन। त्यहाँको सबै जनप्रतिनिधिले पनि सवाल उठेको छ कि सबै काम यस्तै हुन्छ कि सबै मिलेर काम गर्नुहुन्छ? यतिको निर्माणको काममा खेलवाड भइरहेको छ, यतिको काममा त्यसको गुणस्तरतामा कम्प्रोमाइज गरिरहेको छ। के हो? के जनताको ट्याक्सको पैसा यसरी नै खाइने हो? यसरी नै लुट्ने हो? जनताले आफ्नो ट्याक्सको पैसा रोड नाला, आफ्नो शिक्षा स्वास्थ्यको राम्रो गुणस्तरको काम होस् भनेर ट्याक्स तिर्छ, न कि यस्तो जताभाउ जे मनमा आयो त्यही गर्ने। म सम्बन्धित निकायलाई भन्न चाहन्छु, यो कुरालाई ध्यान दिनुस् र यसमा भएको त्रुटिमाथि कारबाही गर्नु, जुन मान्छेले यो गल्ती गरेछ त्यसलाई सजाय दिनु र स्थानीयलाई विश्वास दिलाउनु कि आगामी यस्तो कार्य, यस्तो काममा त्रुटि हुँदैन भन्ने विश्वास गराउनु। स्थानीयको सम्बन्धित निकायको पनि धेरै जिम्मेवारी बढेको छ यस्तो यस्तो काम हेरेर। यो विधिवत ढङ्गले, जताभावी ढङ्गले काम गर्ने यो चल्दैन, यस्तो काम गर्न मिल्दैन। श्रीमंगगढ नगरपालिकाको स्थानीयसँग म अनुरोध गर्न चाहन्छु, आफ्नो गाउँ, आफ्नो ठाउँमा गुणस्तरमा कम्प्रोमाइज गरेर जहाँ पनि काम भइरहेछ, बिना कुनै एस्टिमेटले काम रहेछ, न कुनै योजनाको जानकारी गराई काम गरिरहेछ, त्यसलाई रोक्नु र त्यसको भिडियो बनाउनु र भाइरल गर्नु। तपाईँ भाइरल गर्न सक्नु हुन्न भने म मेरो व्हाट्सएप नम्बर यो भिडियोमा सेयर गर्छु, त्यो भिडियो व्हाट्सएप नम्बरमा सेयर गर्नु, म भाइरल गर्छु। म यो भिडियोलाई सम्बन्धित निकायसम्म पुर्याउने काम गर्छु म आफ्नो सोशल मिडिया मार्फत। तपाईँ र हजुर आफ्नो जिम्मेवारी राम्रोसँग गर्नु, किनभने हजुर जागरुक हुनुहुन्छ भने तपाईँ हजुरको स्थानीय, हजुरको गाउँ, हजुरको नगरपालिकाले विकास गर्छ। हजुरहरूले यो यस्तो यस्तो त्रुटिलाई हाइलाइट नगरी, त्यस्तो यस्तो त्रुटिलाई भाइरल नगरी, यस्तो यस्तो त्रुटि भएमा आवाज नउठाई हाम्रो गाउँ, हाम्रो नगरपालिका बन्नेवाला छैन। त्यसैले हजुरहरू यस्तो यस्तो काम भए, बिना एस्टिमेटले काम भए त्यहाँ आवाज उठाउनु, त्यसको भिडियो बनाउनु, भाइरल गर्नु, नगरे मलाई सेन्ड गर्नु, मैले भाइरल गर्छु। सम्बन्धित पत्रकारहरू भाइसँग पनि सेयर गर्नु, यस्तो यस्तो गुणस्तरविहीन कामलाई नगर्न दिनु। यति मात्र म भन्दै म हजुरहरूसँग बिदा लिन चाहन्छु। जय नेपाल।